ल सम्झु नि सुटिङमा त्यहाँ सोधेरीमा लागि तीनचोटी हो र नमस्ते गर्ने तीनचोटी गर्नु न देवशाला नमस्ते गर्ने ल अब के गर्ने फोकस अब भात खुवाउनु हात धोएर सबै फ्याल्नु उता लोटामा जम्मै छोकी त योमा हालिदिनु त्यहाँ भाइ छोएर फाल्नु होइन यतिकै रानी ले टोकरी राख यो टिका ले कसरी टोकरी राख न छुनु सबै छुवा जस्तो गरेर अनि चटाइदिने त्यो पिरो चटाइदिने हो दही ओ दही चाहिँ कास्की खुवाउनु न दुई हातले मुखमा छुएर चाहिँ गर्नु अम्मानी मिठो भा पिरोले रुवाउनु पर्छ भन्छ दही कास्नु मुख रसाइसक्यो अहिले दही त खान्छ दही चाहिँ फेरि कास्नु छैन दुनीलाई खुवाइनु हुन्छ नाम त पिरो चढाइदिए मासुको अब के सबै छुवाएर अनि चटाइदिनु भात खुवायो भने जुठा भात उच्च अब खुवान्छ त्यो बेलुन फुटेर जान्छ कन्यालाई अब काकाले टिकी लगाइदिनुहुन्छ अरे के छोएर फाल्नु होइन यतिकै रानी